ओम प्रकाश अर्यालज्यू जो जेनजी समूह मध्येको एउटा समूहको तर्फबाट वार्ताकारको रूपमा हुनुहुन्थ्यो। उहाँले गाई गोरु काट्न पाउनै पर्ने भन्ने र खुलेआम गौहत्या गर्न पाउनु पर्ने भन्ने अभियान एउटा एनजिओ खोलेर चलाउनु भएको र त्यसको अध्यक्ष आफै हुनुभएको, अनि त्यो अभियान अन्तर्गत गाई गोरु काट्न पाउनै पर्छ भनेर माग राख्दै रिट हाल्नु भएको भनेर सुनियो। यो के हो भनेर मलाई धेरैले सोध्नुभयो। तपाईँ अधिवक्ता पनि हुनुहुन्छ भनेर तपाईले कहाँबाट के पाउनुभयो भनेपछि पुराना केही पीडीएफहरू इत्यादि समाचारहरूका केही चाहिँ सन्दर्भहरू पठाउनु भयो। मैले गुगल इन्जिनहरू पनि सर्च गरेँ। त्यसमा उहाँले खुलेआम गौहत्या गर्न पाउनु पर्ने, गाई गोरु चाहिँ काट्न पाउनु पर्ने भन्ने खालको माग राखेर रिट हाल्नु भएको थियो भन्ने रहेछन्। ती गसिपहरूको रूपमा पनि हुन सक्छन्, जे होस्। तर म चाहिँ तथ्यमा प्रमाणमा मात्रै बोल्ने मान्छे भएको हुनाले मलाई पीडीएफहरू साथीहरू जुन पठाइदिनु भएको थियो, एकजना साथीले त अधिवक्ता नै अमृत खरेलज्यूले सबैभन्दा पहिला यो सम्बन्धमा पोस्ट गर्नुभएको थियो। उहाँको अधिवक्ता अमृत खरेल, उहाँले त्यो नजिर जुन कायम भएको थियो, उहाँले त्यो रिट हाल्नु भएको त्यसको चाहिँ स्क्रिनसटहरू चाहिँ सर्वोच्च अदालतबाट प्रकाशित नजिरको राख्नु भएको छ। मैले स्क्रिनसट मात्रै पीडीएफमा मात्रै विश्वास गरिनँ, किनकि अहिले त जेसुकै पनि समाचारहरू जोडजाड गरेर बनाउने इत्यादि पनि हुन्छ। फोटो भिडियो नै विश्वास गर्न सकिँदैन, ओरिजिनल कपी नै हेर्नु पर्यो भनेर आयो। त्यो पीडीएफमा चाहिँ निर्णय नम्बर 7 अनि 3/9 छ। त्यो निर्णय नम्बर फिजिकल ओरिजिनल किताबमै चाहिँ भेटिँदैन अङ्क 9 मा। त्यो खोजेर हेर्दाखेरि यो नेकपा 2065 को अङ्क 9 को निर्णय नम्बर यसको त्यहाँ भएको छैन। फरक निर्णय नम्बर छ 8009। मुद्दा नम्बर मिल्छ फेरि 2063 WS 0033। फैसला गर्ने न्यायाधीशहरू पनि सबै मिल्छ, सबै कन्टेन्ट मिल्छ। अनुप राज शर्मा जो प्रधान न्यायाधीश हुनुभयो, बलराम केसीज्यू र रामकुमार शाहज्यू।